पच्चीस 30 वर्ष जस्तो झिल्के देखिया छ काम मिलिस काम मिला। नमस्ते गुड मर्निङ। अहिले चाहिँ आज चाहिँ म नेपाल जाँदैछु 4 वर्षपछि गाइस। सो एक्साइटेड। र म अहिले चाहिँ एयरपोर्टभित्र चेक इन गर्दै हो। चेक इन गरिसकेपछि चाहिँ म उता अब वेटिङ हलमा गएर बस्छु। र अहिले चाहिँ म वेटिङ हलबाट मेरो प्लेनको टाइम उड्ने टाइम भयो, त्यस कारणले बस चढेर प्लेन चढ्दैछु। आई एम सो एक्साइटेड गाइस। म मात्रै हैन, सबै नेपालीहरू जो नेपालमा जाँदै हुनुहुन्छ उहाँहरू धेरै खुसी हुनुहुन्छ, किनकि आफ्नो जन्मभूमिमा जाँदा जो पनि खुसी हुन्छ। र अहिले म सिटमा बसिसकेँ। सो एक्साइटेड छु। र अब फाइनली प्लेन पनि चल्न अब उड्नलाई सुरु गरिसकेको छ गाइस। अब के कस्ता भ्यूहरू हामी देखिन्छ माथि आकाशबाट, त्यो चिजहरू पनि म हल्का कैद गर्छु। र अहिलेको बिहानको घामसँगै हामी सरर आकाशमा उडियो गाइस। सो एक्साइटेड। भिडियो अन्तिममा हेर्दै गर्नुहोला। म के कस्ता भ्यूहरू देखिन्छ, म सबै प्रकारका भ्यूहरू देखिन्छ। र अहिले सुरुमा चाहिँ ल्याउनुहोस्, म सायद मरुभूमिबाट उड्या भएर होला। यस्तो मरुभूमिहरू ल्याउनुहोस् त, सबै बाल्लाको थुप्रो, एउटा काहीँ छैन गाइस हरियो भने चाहिँ ल्याउनु, सबै थुप्रो छ बाल्लाको। र त्यसपछि चाहिँ म ल्याउनुहोस् बादल माथि एकदम माथि उडिसक्यो। पहिला हामी जमिन हुँदा माथि देख्थ्यौँ यस्तो भने, अहिले चाहिँ हामी माथिबाट तल देखिरहेछौँ। त्यसपछि आयो ससाना गोरेटा बाटो, यो रोड बाटो होला। अब सायद कुन देश हो त मलाई थाहा भएन। हेर्नुहोस् त यहाँ पनि हरियाली बल्ल दामी देखिया छ कुन देश हो। त्यसपछि चाहिँ हामी हेर्दै गएँ। त्यसपछि फेरि अर्को आयो टापु जस्तो, पुरा पानीका ताल जस्तो ताल छ यहाँ, पनि कुन ठाउँ हो त्यो मलाई थाहा भएन। ल्याउनुहोस् बाल्लाको थुप्रो बिचमा चाहिँ पानीका तालहरू। त्यसपछि आयो फेरि गरा जस्तो होइन, यहाँ पनि मरुभूमि जस्तो हरियो चाहिँ केही देखिया छैन। अनि त्यसपछि फेरि आयो अर्को अलिअलि हरियाली होइन, ताल तलैयाहरू बाटोघाटोको साथै। अहिले चाहिँ मलाई एकदम निन्द्रा लागे जस्तो भएर अनि कफी अर्डर गरेँ। कफी पनि हामीले वहीँ भित्रै अर्डर गर्न सक्छौँ। मैले क्यापुचिनो अर्डर गरेको। र अहिले चाहिँ म अब कफी ड्रिङ्क गर्दैछु गाइस। तपाईँहरूले ड्रिङ्क गर्नुभयो कि भएन? र म फाइनली अहिले चाहिँ अब एकदम हरियाली होइन, अब यो चाहिँ इन्डिया हो कि कता हो त्यो मलाई आइडिया भएन। र हरियालीका साथसाथै बाटोघाटो घरहरू सबै देखिँदै गइरहेको छ। झन् खुसी लागिरहेछ होइन, मलाई चाहिँ कहिल्यै झराउँ जस्तो भइसक्यो। त्यसपछि हाम्रो देश नेपाल मलाई देख्ने बित्तिकै झन् खुसीले गदगद। त्यसमाथि त झन् है चाँदी जस्तो टलक्क टल्केका हिमालहरूको साथसाथै ल्याउनुहोस् न, जस्तो टलक्क टल्केको हिमालका साथसाथै पहाडका डाँडा हरियाली, आहा स्वर्गै छ हाम्रो नेपाल गाइस। त्यसपछि यति ठुल्ठुला बाटाघाटा घर हरियाली ल्याउनुहोस्। ओ माई गड, म त कहिले हिँडै उडाउँ झरो लागिसक्यो। र खोला नाला चाहिँ प्रायः अहिले सुकेको रहेछ, किनकि अहिले सिजन अब बर्खा लागेपछि फेरि हुन्छ होला। ल्याउनुहोस् न कस्तो दामी बाटाघाटा होइन। यहाँ नि नेपालमा पक्की बाटो नभए नि कच्ची बाटो भयो भने बाटो चाहिँ जताततै पुगेको जस्तो चाहिँ मैले यहाँ देखिरहेको छु। ल्याउनुहोस् न बाटो कति छ, बाफ्रे बाटो रहेछ। अनि त्यसमाथि ल्याउनु त घर डाँडा कस्तो रमाइलो है हाम्रो देश। र फाइनली अहिले चाहिँ अब काठमाडौँ आइपुग्यो जस्तो छ माथि। अब हामी केही समयमा ल्यान्डिङ हुँदैछौँ। सो एक्साइटेड छौँ। म मात्रै होइन, हामी जति पनि नेपालीहरू आएका छौँ होइन विदेशबाट, उहाँहरू सबैजना एक्साइटेड हुनुहुन्छ। ल्याउनुहोस् कस्तो दामी जग्गा छ। हाम्रा दिदीबहिनीहरू सो एक्साइटेड हुनुहुन्छ, उहाँहरूले भिडियो बनाउँदै हुनुहुन्छ। फाइनली अहिले चाहिँ हामी ल्यान्डेड हुँदैछौँ भयो। र हामी झरेर म बस चढेर फेरि अब यहाँ उता बाहिर निस्किनको लागि हामी यहाँ बस चढेर हिँड्यौँ। र हिँड्दैमा अब त्यहाँ चाहिँ हामी गाडीबाट बिस्तारै झर्ने सुरसार गऱ्यौँ। ठुला दुईटा तामाका गाग्रीमा हरिया तुलसीका फुलसँगै शान्तिका अग्रदूत गौतम बुद्धको
मूर्तिसँगै हामी प्रवेश गर्यौँ। फाइनल्ली नेपालमा आइपुग्यो। आफ्नो देशमा आएपछि ल्याउँदा मजै कस्तो भने हाम्रो दाइ हुनुहुन्छ है, मेरो भ्लग छ क्या दाइ। ए भ्लग छ? कुन देशबाट आउनु तपाईँ? म युएबाट। कति महिनाको छुट्टी हो? म 45 दिन हो। कस्तो फिल भइरहेको? एकदम रमाइलो होइन, अब पुरा गरेर साध्यै छैन, एकदम एक्साइटेड होइन। 4 वर्षपछि हो नि त। 4 वर्ष। ओ माय गॉड। अब चिसो बियर हान्नु चाहिँ म मेरो यहाँ डोमेस्टिक फ्लाइट छुटेर अब मेरो भोलि बिहानको फ्लाइट भएको कारणले गर्दाखेरि चाहिँ म अब यहाँ होटलमा बन्छ र मेरो यहाँ थोरै सानो काम पनि छ। अब हामी यहाँ दाइलाई लिएर चाहिँ म यातायात कार्यालय जान्छ, किनकि मेरो लाइसेन्स रिन्यू गर्नुपर्ने छ। सबैको रक्षा गर्नुहोस्। ओरिजिनल लाइसेन्स त मसँग यहाँ छैन, घरमा छ। त्यही पनि अब यो फोटोहरूले हुन्छ के छ त बुझ्न जान लागिरहेको छु, किनकि अब 2 वर्ष क्रस भइसकेको छ। सो के कति फाइन चाहिँ लाग्दो रहेछ के लाग्छ, अब त्यहाँभित्र त सायद मोबाइलहरू अब एलाउड छैन होला। त्यही पनि म भने त्यहाँ बुझेर अनि म कुराहरू भन्छु। सो हेर्दै गर्नु होला। नाम चाहिँ के हो? विष्णु तुलाधर। विष्णु तुलाधर। एयरपोर्टतिर कोही हुनुहुन्छ भने हजारलाई सम्पर्क गर्नु होला, एकदम मजा आउनुहुन्छ ल। गाडी साडी होटल चाहियो भने दाइले दामी होटल लग्जरी होटलमा लगेर टक्का टुक्का यताउता काठमाडौँतिर काहीँ कतै काम पऱ्यो यताउता जाने भने गाडीको सुविधा तुकको तुक एकदम फास्ट हुन्छ। प्राइभेट गाडी। अहिले म यही दाइको एसी गाडीमा सरर हावा खाँदै अब अहिले म यातायात कार्यालय जाँदैछु, सामानहरू त्यहाँ होटलमा राखेर। अब होटलको बारेमा अहिले म फर्किन्छु अनि त्यसपछि भनौँला, त्यहाँ देखाउँला। अरू कुराहरू यस्तै छ गाइज। ल्याएर म त यस्तो आनन्द आजकल त नेपालमा त चिसो हावा सरर र बालन सिटी भनेर चाहिँ एकदम देखिन्थ्यो क्या चल्छ होइन। अलि भित्रभित्र बालेश्वर साइड रिङ रोड साइड चाहिँ बालन सिटीको नाम अलिक कन्फ्युज रहेछ। यतातिर पनि खासै त्यस्तो चाहिँ भाडा चाहिँ अब बिस्तारै हुँदैछ हुन त, अब हुन्छ होला। सरसफाइ चाहिँ पहिलाको भन्दा राम्रो रहेछ, टक्क रहेछ। तर बाटो यो गाडी घोडाको चाहिँ स्थिति यस्तै रहेछ। सायद यो गाडी घोडा धेरै भएर होला काठमाडौँ होइन होला, बिस्तारै हुन्छ। अब हामीले टाइम दिनुपर्छ भर्खरका नयाँ मान्छेहरूलाई। मभन्दा 4 वर्ष जेठो रे। कपाल यस्तो कालो हालेको होइन रे, हाम्रो खाडी यस्तो हुन्छ। खाडीमा काम गर्ने र नेपालमा काम गर्ने यति फरक पर्छ। ल्याएर भर्खर 25-30 वर्ष जस्तो झिल्के देखिएको छ ल्याएर। त्यही भएर यस्तै रहेछ। मजा त आफ्नै देशमा मजा के गर्ने होइन त। त्यस्तै हो, अब बिस्तारै नेपालतिरै गर्ने हो। खोइ नेपाललाई जाँगर यो सायद यो स्थिति यस्तै भएर होला, जाँगरै नलाग्ने क्या, टिकेर गर्न मन नलाग्ने। यातायात कार्यालय आइयो। अब यहाँ के कस्तो रहेछ बुझ्नु पऱ्यो अनि बल्ल। ल गाइज अब अहिले चाहिँ म यातायात कार्यालयबाट फर्केँ। मेरो काम मिलेन, किनकि मेरो ओरिजिनल लाइसेन्स चाहिँ घरमा भएको कारणले गर्दाखेरि त्यो फोटोकपीले नहुने रहेछ, ओरिजिनलै चाहिन्छ अरे यहाँ हाकिमले भन्नुभएको। त्यही भएर म अर्कोचोटि आउँदैछु। अब रिन्युको लागि चाहिँ तपाईँको ओरिजिनल लाइसेन्स अनि त्यसपछि चाहिँ नागरिकता भोटर कार्ड जे भयो नि हुँदो रहेछ भन्नुभयो। अब अर्कोचोटि टाइम मिलाएर अनि आउनु पर्यो। आज त्यतिकै दुःख मात्रै पाइयो है दाइ। काम मिलाम पनि गर्ने रहेछन्। अब खोइ के हो त्यही हो नेपालको कानुन, दैवले जानुन् भन्छन्। त्यस्तै हो। अब खोइ काम यसो हेर्दाखेरि त्यहाँ बुझ्दाखेरि चाहिँ खासै अब म आफै उपस्थित भएको मान्छेलाई यहाँ त्यहाँ माथि एक्सपायर भएको लाइसेन्सलाई भनेको खोइ हाम्रो हाकिम सर त्यहाँको बोल्नु भएन, ओरिजिनल लिएर आउनु मात्रै भने। त्यही भएर अब अहिले हामी फर्केको। फाइनली गाइस अहिले चाहिँ म नेपाल आइपुगेँ होइन। एकदम सुरक्षित साथ अवतरण भयो होइन। अब आफ्नो देश है, आफ्नो देशमा आउँदाखेरि तपाईँको त्यो ल्यान्डिङ हुँदै माथि बढ्यो कि आकाशबाट चाहिँ ल्यान्डिङ हुँदैमा चाहिँ देखेको हुन्छ डाँडा हरियाली है। त्यो देख्दा यस्तो आनन्द आउने गाइस।
अनि अब फाइनली आयो आज मेरो चाहिँ तपाईको युए टु यहाँ नेपाल थियो 1 बजे चाहिँ ल्यान्ड भयो तर त्यो ब्यागहरु आउन अलि ढिलो भएर चाहिँ मेरो यहाँ डोमेस्टिक फ्लाइट छुट्यो अनि त्यसकारणले गर्दाखेरि चाहिँ अब फेरि भोलि बिहानको फ्लाइट छ हैन अनि त्यही भएर अनि म यही एयरपोर्ट छेउकै यहाँ नजिकै होटलमा बसेको अब यहाँ हुन त धेरै आफन्तहरु हुनुहुन्छ है अब यदि हजुरहरुले भिडियो हेर्नु भएको भने प्लिज त्यस्तो नसोच्नु होला किनकि अब त्यही हो हैन अब यो फेरि भोलि बिहानै हुन्छ अब यताउता हिँडेसिन अब त्यही हाइहालो यताउता राम्रोसँग गफगाफ गर्न नि पर्छ हैन अब यो समय अलिकति मिलाउन अलि सकिएन अलि यो बेला अब आउन त पछि म अब भेटिहाल्छु फोन गरिहाल्छु हैन अनि त्यही भएर यहाँ नजिकै बसेको फेरि यताबाट ट्याक्सी लिएर जाऊ हैन ट्याक्सी लिएर भोलि आऊ त्यहाँमाथि लगेजहरु यताउता बोक्का पिन्दुरा हैन त्यही त हो नि झ्याउ हुन्छ अनि त्यसकारणले गर्दाखेरि चाहिँ म यो होटल नजिकैको छेउमा बसेको अब यही हो भोलि बिहान मेरो अब 11 बजेको छ फ्लाइट त्यही हो अरु कुराहरु एकदम कुल छ आनन्द छ हैन आफ्नो देशमा धुवा धुले यताउता जे भयो भने कस्तो छुट्टै मजा आउने के त्यही छ रमाइलो छ अब अरु कुराहरु के छ अब ब्लगहरु चाहिँ प्राय म अब सकभर हालिरहन्छु हेर्दै गर्नु होला यदि कोही कसैले सब्स्क्राइब गर्नुभएको छ भने सब्स्क्राइब पनि गर्नु होला है गाइस ओके सी यू नेक्स्ट ब्लग बाइ